लेफ्ट गुड आमा भए जस्तो नहुने नि बुवा फोकै निक्लेर चाहिँ यहीँ हिजो पत्कर सोर्नु गएर मिठो घाम झुल्केको यसपालि नै होला है आमा बिनाको माघे सङ्क्रान्ति हाई एभ्रिवान सेवा नमस्ते हौवा आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि आज विशेष गरी माघी पर्व माघे सङ्क्रान्ति 2082 मेनाम लेखिस 5029 र किरातीहरूको नयाँ वर्ष येलेदुङ 5086 को यहाँ सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु अनि आजको यो छोटो भिडियो हेरेर आनन्द लिनुहोला धन्यवाद माघे सङ्क्रान्तिको हार्दिक शुभकामना घर लेख्दैछ अब फोन झन्डै भयो त के भन्नु लगभग मै खुट्टी चक्कर घरले पिसके बुवा सुँगुरलाई मेरो मेरैमै बुवा सुँगुर चारो लाउनु हुँदैछ लु कस्तो त जुन माथि छ अब हाम्रो काम छुट्टै छ यहाँ गर्ने बढाएको छुइनँ मैले राति नै सुँगुर चारो लाउने बानी भएर रक्सी नै बसाउनु भइरहेको छ बुवाले फेरि यता हो त टाइटन ज्ञानी भएर बसिरहेको छ टाइटन हो टाइटन होइन सार्की पुलिस ओइ फटा केटा के छ टाइटन चाहिँ फटा छ राति फुस्केर पनि तर किचनमा बसेर केही गरिन रहेछ टाइटन के भयो तेरो छाडा हुन्छस् पिटाइ खान्छ चाहिँ कहाँ पसेको म निस्किनु सकेन हात 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 गुड यसरी टाइटनले हात दिन्छ ए यो त फोहोर हो मेरो हात अर्को हात अर्को लेफ्ट गुड तँलाई छाडा ओहो बुवा रक्सीको पानी निकाल्नु हुँदैछ अब सुनि आमा भए जस्तो नहुने नि बुवा आमाले बिचरा सबै गर्नुहुन्थ्यो हामी यसो हेल्पर मात्र थियौँ आमाले नि उतारिसक्नुहुन्थ्यो रक्सी हेर र हामी बिचरा लै गर्दैछौँ आमालाई सम्झिरहेको छु यति बेला खुबै यहाँ म लिप्नु अल्छिले मरे किचन बिस्तारै लिप्छु घाम झुल्केको छैन के त बुवा सुई धेरै काम गर्नुहुन्छ हाम्रो बुवा पनि आमा तर आमा भए जस्तो नहुने रहेछ बिगार्नु गाइज बुवा त्यस्तो राखेर बसिरहेको छु गाइज माघे सङ्क्रान्ति फोकै निक्लेर चाहिँ यहीँ हिजो पत्कर सोर्नु गएर के गर्नु र जिन्दगीमा दुई कुराले ठग्छ एउटा कुरा रुपैले हो एउटा पैसा बुवाले पकाइसक्नुभयो बुवाको यता म यता लिप्दैछु
पाकेछ हो मजाले मजाले पाकेछ मजाले पाकेछ पाक्यो सङ्क्रान्तिको लागि रेडी म यता फेरि रेडी गर्दैछु कहिले सक्नु आज म चाहिँ फेरि कति अल्छिनी हो के सकरखण्ड फर्सी तरुल घर तरुल बन तरुल बाई बाई घाम झुल्कियो कस्तो मिठो घाम झुल्केको मिठो घाम झुल्केको आमामा भाइ त कति अग्लो माघे चाहिँ गर्नुपर्ने रहेछ लु माघे सङ्क्रान्तिको टिका मकर नुहाइ पनि सक्नु हो अझै लाउनु त के भने टिका लाउनुपर्छ हजुर टिका यहाँ छ भयो मन लाउने हो मन लगाइदिनु यसो गर्नु पर्दैन होला सिधै बुवा आमा खतरा कुरो लाग्यो त हेर्नुहोस् ल भयो डल्लु राम फर्सी चाहिँ नट इन्ट्रेस्टेड मलाई भएछ कि के हो बन्तरुलेन है यो चाहिँ खानुपर्छ अरे पहिला ए हो यो चाहिँ खाने हो कि हामी काँचो बस्ने काँचै तिनजना लगाउँ न यो फर्सी चाहिँ अलिक बस्ने हुन्छ करेलाको इस्कुसको जरा रोटी करेलाको अनि त्यहाँनिर फर्सी अनि बनतरुल घरतरुल पनि थियो कहाँ छ बनतरुल पनि छ घरतरुल पनि छ घरतरुल फेरि यसरी फरि गइस कि ए यो चाहिँ इस्कुसको जरा यो हो यो कागती चाहिँ उता राख्नु होला कृपया कागती खाने होइन कि त्यो त्यहाँ यहाँ कृपया यता भाउजू यता हुनुहुन्छ काँचो खानेवाली आइन्छु म बनतरुल भयो ल्याउनु त। पर्दैन हौ बनाउनु खाए तपाईँलाई थाहा नै छैन यो कुरा चाहिँ अब फेरि भाइ म भन्दा अगाडि जन्मेको नि त आजको दिन बनतरुल काँचो खायो भने ब्लड बढ्छ अरे क्या यो कुरा थाहा छ तपाईँलाई ल जाउँ उता बसेर खाऊँ आरामले यहाँ बसेर खाऊँ न हाम्रो कान्छ बनतरुल मलाई पनि होइन यही होइन त बुवा के मलाई पनि त्यही होइन बनतरुल त्यही खाए मलाई यो काँचो खायो भने चाहिँ आजको दिन चाहिँ ब्लड बढ्ने भन्ने विश्वास छ मैले पहिलोचोटि सुन्दैछु म खाँदैछु खानु हुँदैन माथि हुँदैन किन बुवा अलिक नमिठो हुँदो रहेछ क्या तर हजुरआमाकोमा खाना खान जानुपर्ने छ मामलीमा यहाँ थोरै थोरै खानु अरे भाइ यहाँ तीन खालको जरा छ फेरि तीन घरको बुवा आउनु न खानु आउनु न यहीँ बसेर मिलिमिली खाऊँ खाऊँ बुवा बस्नु न यहाँ यहाँ बस्नु न यहाँ बस्नु भाइ कि कता बस्नु यहाँ पल्लो छेउ बस्नुभएको तपाईँ चाहिँ म त्यहीँ बस्ने मैले बुझेँ मैले बनतरुल नै खान्छु फर्स्ट सङ्क्रान्ति यस्तै भयो साथीहरू खल्लो आमा बिना चाहिँ खल्लो आमा दाजु सबै परिवार भए त रमाइलो हुन्थ्यो सबैजनालाई सम्झेको छौँ हाम्रो परदेशीहरूलाई यसपालि नै होला है आमा बिनाको माघे सङ्क्रान्ति आमा जाने काम धेरै गर्नु पर्यो भन्दा नि बुवा आज बिहान अरे घर देख्नु पर्यो मैले बुवाले रक्सी पकाउनु पर्यो फलफुल पकाउनु पर्यो आमाले पनि तलतिर गरिदिनु हुँदै होला नि बहिनीहरूलाई के बनाउनु ल के बनाउनु ले पनि पाउँछ देखिनु भएको छैन होला पापा यहाँ आउनु यहाँ आउनु न हौ यहाँ चाहिँ ल रोटी चाहिँ हाम्रो पाको रोटी आमा बिना रोटी पकाएको मैले तेल धेरै भएछ तर तेल धेरै खाइरह मिठो चाहिँ मिठो छ है एकदम स्पेसल के नदेखिनु उसले देखिरहेको
यो लगाइदिन्छु भोलिको पनि टाइम ल्याप्स होइन क्या रोटी त दिनुभयो हिजो 3-4 खाएको जेरी जस्तो जेल बन्थ्यो कतिको लिएर नखाने हाम्रो फेरि फलेको घरको तरुल यति फले बन्तरुल यति फले चाहिँ बिहान फेपेर उठेर खन्देको पानी पाइदियो हिजो कोदाली कहाँ हाँस्छ है ए बन्तरु जस्तै छ क्या खानु त बुवा टेस्ट गर्नु हो है बन्तरु जस्तै छ के ओ खानु त है यो खानु न यो मैले उता धनकुटादेखि लिएको बिउको यसपालि यसलाई किचायो बाढीले के अरे पहिरोले त्यही फलेन यो गाडी ल्याएर पहिरोले ओ हो मिठो खालको छ क्या त्यो है रातो खालको क्या कस्तो खालको हुनु चाहिँ तर एकदम हाइब्रिड अरे के अरे के यो दुईटाको चाहिँ इस्कुसको जरा जरेला भन्नुपर्छ यो जरा बन्तरु त सबैभन्दा बेस्ट हो यो भिडियो चाहिँ उता लगाइदिनु न कस्तो आमाले देखाउनुलाई आमाले देखि आमाले सब्सक्राइब गर्नुहुन्छ युट्युब हेरिहाल्नु यसपालिको जरा चाहिँ अलिक खासै मिठो खालको भएन है ठिक हो त ठिकै रहेछ त्यो त बन्तरु नखानु भने तपाईँ चाहिँ मलाई खाइसक्यो त आज कति हो पकाउनु भएको अँ भोलिलाई भोलिलाई के फुटबललाई छ त भोलि नै उ गर्नुपर्छ उसिनमा भइहाल्छ अहिले बनाउनु पर्छ अहिले हुन्छ मिठै छ मिठै भन्नु पर्यो आफूले चोक्रा त आफै मिठो छ भने खानु त्यो भन्ने अरू सिवाय केही छैन के उपाय Thank you.